हेलो नमस्ते गुड मर्निङ सबैजनालाई र फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। अन्त तपाईहरुले त मेरो थाहा पाइसक्नुभयो होला हैन। र आज चाहिँ म नाना घरमा आएको छु हो। कलर लगाइदिनु अरे त नानाले भ्याउँदैन अरे हो, त्यही भएर लगाउनु नै सक्दैन अरे त एक्लै भएर हो। अन्त नाना चाहिँ दसैँमा लगाउनु भ्याएन, अन्त चाहिँ दिवालीको लागि चाहिँ यहाँ कलर लगाउन आँटेको यहाँ बाहिर हो। अन्त भित्र पनि लगाउनुहुन्छ अरे। अन्त म चाहिँ सघाउन आएको आज। अन्त आमा पनि आउनु भएको छ, आमा चाहिँ आटा ल्याउन आउनु भएको हो। यहाँनिर चाहिँ कलर लगाउने हो। अन्त हामीले यो सिँढी पनि ल्याएको थियौँ, तर यो सिँढी चाहिँ यस्तो भएको रहेछ, मक्किएको यस्तो भइसकेको छ हो। त्यही भएर चाहिँ मलाई डर लाग्यो। ल त्यसमा नचढेर चाहिँ यहाँ टेबलमा चढेर लगाउँछु हो। अन्त मैले यहाँको के पो भन्छ जालहरू, मकडाको जाल कसिङ्गाहरू मैले सफा गरिसकेको छु, झारिसकेको छु हो। नाना पनि एक साल बाद आउनु भएको नि त घर। नाना चाहिँ बेङ्गलोरमा हुनुहुन्थ्यो, अन्त त्यही भएर चाहिँ घरमा कोही छैन भने चाहिँ यस्तो हुन्छ घरको हालत। तर पनि म अस्ति आएर चाहिँ एकछिन सकाइदिएँ हो। अन्त नानाको चाहिँ यहाँ चाहिँ नानाले कलर भिजाउनु हुँदैछ। यस्तो हालत छ हो, घरमा मान्छे नै छैन भने यस्तो हुन्छ है घरको हालत। अन्त नाना चाहिँ 1 वर्ष बाद आउनुभएको नि त घर। अन्त हेर्दै गर्नुहोस् आजको भ्लग यस्तो के हुन्छ हो, कमेन्टमा भनिदिनुहोस् होला। अन्त नाना चाहिँ गीत भर्खर बजाउनु भएको हो, अन्त गीत सुन्दै काम गर्नु अरे नि त। सकाइदिनु अरे मलाई, आसिनले लगाइदिन आँटेको छ। त्यो काटीमै सानो भयो, काटी भएन त्यो टेबल सार्नुपर्छ हौ यहाँनिर। ओ करम खुदाया है तुझे मुझसे मिलाया है, तुझ पे मर के ही तो मुझे जीना आया है। ओ तेरे संग यारा खुश रंग बहारा, तू रात दीवानी नजर सितारा। ओ तेरे संग यारा खुश रंग। मैले चाहिँ अहिले यति चाहिँ सकेँ हो। यहाँ यतापट्टि चाहिँ लगाएको छुइनँ, उतापट्टि चाहिँ सक्यो। अन्त यहाँ दैलोसम्म चाहिँ लगाएको छु। अन्त अब खाना खाएर चाहिँ यता लाउनुपर्छ। यहाँ चाहिँ सक्यो लगाएर। अझै भन्दाखेरि चाहिँ यस्तो घाम लाग्नुपर्ने हो, घामले पोलेरै ठडै भइमा त सिर्बाक्छ। आसिमले चाहिँ ढेँडो खानु झरे। ढेँडो धेरै साल बाद देखेँ मैले ढेँडोलाई, धेरै साल भेट भयो ढेँडोसँग भनेर छु। कालो दाल पुरा मनपर्छ कालो दाल। ल कि त हाम्रोमा राख्थ्यो त हिजो, हाम्रोमा सुतिरहेको थियो बेलुका 12 बजी त। सानो कुकुर आएर बस्नु थालेको छ कि त्यसले गर्दा हो। हातले खानु मलाई थियो नि, तरै यस्तो भयो नि त। ल अब चाहिँ म खाना खाँदिनँ, अचारै खान्छु। आज चाहिँ म है ढेँडोको स्टार्ट गरेँ, सुरुवात गरेँ। ढेँडो सब्जी आलु सिबी के भयो, अचार धनियाँको, अन्त कालो दाल। मिठो पहिला सानोमा खाएको
पहिला एकपल्ट खायो त्यहाँदेखि खाएन हामी छोड्यो खानु त्यहाँ पकाउने मन पर्दैन त मेरो बेस्ट पुरा मन पर्छ अन्त अहिले चाहिँ खानापिना पनि भयो होइन अन्त अब चाहिँ फेरि कलर लगाउनु आँटेको अन्त कलर लगाउनु भनेर थियो फेरि आसिम पनि खै कता जानुपर्छ भन्छ अन्तखेरि यहाँ पक्रिनु पऱ्यो नि त एकजनाले चाहिँ यहाँ टेबल पक्रिदिनु पऱ्यो हो यहाँ चढेर चाहिँ लाउनुपर्छ नि त अब टेबलै अप्ठ्यारो जग्गामा छ नि त भरे झऱ्यो भने होइन म लड्यो भने अनि डर लागेर मलाई चाहिँ हो त यहाँ भित्तामा यति नै छ लाउनु पर्ने अन्त यहीँ चढेर लगाऊँ नि यही यसरी हल्लिने रहेछ यसरी हो पडाक्क गयो भने डरसरी छ अन्त के गरौँ भयो मलाई चाहिँ 2 बजी सक्यो खिचेर सकौँ भनेको किनभने मेरो पनि घरमा लाउनु छ होइन हेलो गुड मर्निङ सबैजनालाई र यो चाहिँ सेम भ्लग हो हिजो चाहिँ मैले बनाउनु पाइनँ नि त हिजो चाहिँ चार्ज चाहिँ कम्ती भएर चार्ज चाहिँ सक्यो नि त भिडियो बनाउँदा अनि चाहिँ आज बनाएको हो अन्त अहिले चाहिँ म नानाको घर आइपुगेँ अन्तखेरि आज पनि घाम चाहिँ दामी लागिरहेको छ म चाहिँ लुगाफेरको लागि आएको सिधै यहाँभित्र चाहिँ हिजो लगाएको लुगाहरू छ हो कलर पुरा लागेको छ नि अन्त त्यही लगाउँ भनेको नि अब फेरि यही लुगा लगाएर बनाऊँ भने लगायो भने चाहिँ फेरि मैलै हुन्छ सबै होइन कलर मात्रै लाग्छ त्यही भएर चाहिँ म हिजोको लुगा लगाएर चाहिँ कलर लगाउने हो अन्त मैले लुगा पनि फेरेँ अन्त अहिले चाहिँ म हिजोकै लुगामा छु कलर लागिरहेछ हो अन्त अब यो यहाँ घरमाथि लाउनुपर्छ आज चाहिँ यहाँतिर चाहिँ लगाइसकेको हिजै किचन हो किचनको यहाँ घरमाथि यहाँ माथि नै लाउनुपर्छ यहाँनिर यति नै हो लाउनुपर्ने यहाँ चाहिँ हो त्यहाँ चाहिँ भित्र लाउनु अरे ठुलो कोठामा ठुलो घरमा हो अन्त आसिमले चाहिँ काँटी खोजिदिनु हुँदैछ काँटी ठोकिदिनु हुँदैछ हो अब त्यहाँ राखेर चाहिँ म कलर लगाउँछु आज पनि घाम चाहिँ दामी लागिरहेछ यहाँ चाहिँ हाँस्छ भित्रपट्टि छेउबाट देखाउनु पऱ्यो यो चाहिँ साह्रो कराउँदो रहेछ हो अन्त यहाँ चाहिँ फोन राख्ने जग्गै भएन मेरो अब चाहिँ म तपाईँहरूलाई हो यहाँ लगाइसकेर नै देखाउँछु भित्र लगाएको यहाँभित्र काम गरेर देखाउँछु किनभने यहाँ फोन राख्ने जग्गा नै भएन मलाई अप्ठ्यारो भयो अनि तपाईँले चाहिँ अहिले यहाँभित्र कलर लगाउँदैछु हो अन्त मलाई चाहिँ कौसो लागेर यहाँ कौसो लाग्यो पुरा यहाँ धुलोहरू झार्दाखेरि सायद पुत्तालीको उयोहरू थियो होला कि के पो भन्छ कौसो त्यही कौसो मलाई लाग्यो अन्त म चाहिँ यहाँ कलर लगाउँदैछु यहाँ आधी मात्रै लगाइरहेछ अब यहाँ लगाइहाल्छु पहिला
आधी चाहिँ लगिसके यहाँसम्म हो अन्त 1 बज्न आँट्यो यहाँ पनि कला लागिरहेछ अब चाहिँ हामी खाना खाने हो मलाई यहाँ लगाइरहेछ होला अन्त म चाहिँ हातहरू धोएर खाना खानु गएको हाम्रो 1 बज्न आँट्यो हो यो गीतलाई चाहिँ एकछिन अफ गर्नुपर्छ होला नानाले फोन त लानुपर्छ उसो जङ्गल घारीमा त्यसको खानामा चाहिँ अन्तकारी हो मुसुरी दाल तिलको अचार आज त हातले खानु पर्यो यस्तो उयोहरू पनि पचाउँछ हुन्छ मलाई मनपर्छ आसेङ यो तपाईँको ल रोकेको फुल नपानी पछि ए नपानी पनि पछि माया त माया हो ल अब चाहिँ खाना खानु भोक पनि लाग्यो हामीले चाहिँ यहाँ कलर पनि लगाइसकेर पनि थन्को मनको पनि भइसकेको छ हो यहाँ चिल्लेले छ आधी यता नानाले मिलाउँदैछ अन्त अब चाहिँ म घर गएको मैले त फिर्सकेँ हो अब चाहिँ भोलि पछि फोटो हुने लु गएको म हुन्छ दिवालीमा लाउनु न म कैँची ल्याउँछु नि कैँची छ अन्त भोलि पछि गर्नु लु म गएको हुन्छ बाई बाई लु जाउँ